आज पनि हामी माछा मार्न है टक्क तल सिन्तातिर जाने यतै पकाउने खाने हो। ल तल पुल बन्दैछ तर काम सुरु भएको छैन। आज पनि हामी माछा मार्न होइन रोशन अले माछा मार्ने गण्डकीमा पकाउने उतै खाना हिँडेको बनभोज खाने। ल अब अरू भिडियो उतै गएर देखाउँछु है गाइज मैले। ल आज कस्तो हुन्छ सुलेमान ठाकुर नरसिंह बुढा तिमीले खानु त हाले त अब भ्याइयो त्यही त खानु चल 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 सुमन राणा खाइदेऊ। तारिखको 3 तारिक 3 दिनपछि यता डन देवबहादुर थापा हाम्रो सिङ्गर। फाइनली गण्डकीमा नि आइयो बगाउने चाहिँ कता तल हो ए त्यस्तै ठुलो रहेछ नि त पानी। चामलहरू यहाँ छ हाम्रो आज नि यतै ल है ल यहाँ पुल बनाउनु लाग्छ तर काम गर्न आएको छैन है गाइस काम गर्न आएको छैन। यो बाटो नि बाइक लिएर गएको के बोल यो चाहिँ स्याङ्जा अनि यताको चाहिँ गुल्मी है। यो मोटर पुल बन्दै रहेछ यहाँ तर यो साल चाहिँ काम भएको रहन्छ। ए मार छोप्ने ल फर्स्ट लटमा 5 पिस है। ओ यो त बबाल छ यो असला त ल ए आमा एक ठाउँमा दुईटा होइन ओए यहाँ पनि यही छ उता पनि अरे ल पारी पनि हाले पारी यो त साथीहरूलाई खिच्ने अरे पारी ल तरकारी भयो तरकारी पर तल नि छ ल पुगिहाल्यो त हामीलाई त। ल अब हामी चाहिँ कुकम्यान र हामी यस्तो बाटोबाट अब जान्छौँ पकाउने तयारी गर्नु पर्दो रहेछ। ल है गाइस ल अब तरकारी काट्ने तयारी हामी आज मान्छे नि थोरै हम माछा नि यति बेसी हुन्छ। अब अस्तिको भिडियोमा अब सबै धेरै जस्तोले माछा थोरै भयो भन्दै कमेन्ट गर्नुभएको थियो। अब 4-5 जनालाई योभन्दा कति चाहियो र भनेको कि 1 मुठीको छ यत्र यत्र होइन। ल किलो छ होला 1.5-2 किलो। अब यति भएपछि त आधालाई भइहाल्छ नि 5 जनालाई यति भएपछि जति त भइहाल्छ नि। कति खाने हो योभन्दा ल भान्जा टक्क लाएर अब भुँडीतिर टक्क फ्राई गरेर चर भुटेर अनि खाने हो। ल यता ल काटिदिनु अन्डा हो 2टा हो 3टा हो 3टा अन्डा हो। ल पहिला झोलामा देऊ नि त्यो माछा नदेखिन्थ्यो कि यता सेफ पनि देखिन पर्छ के ए ल ल ल मास्टर सेफ परमिस थापा बबाल बहा सम्राट पनि हाल्यो है सम्राट सबै हालिदिए है मटन सुप जस्तो भयो यार आजको माछा। आज त एक डेप्ची छ यार कति खानु यो त एक डेप्ची छ बवाल छ ए माछा बवाल छ टेस्ट हानिरहेछ धनिया नपाएर हो क्या। अब खाना पाक्न लागिसकेको छ टक्क खाना खाने फेरि बगाउने है। जालहरू टाँगेर राखेको छ रेडी भएर। ल ल है अब खाना रेडी भइसकेको छ टक्कला टोलियोले अब खाना सुरु भइसकेको छ है गाइस। आज चाहिँ अलि छिटै भयो छिटै आइएको थियो नि त अस्ति त 12-1 बजी थियो हिँड्दा आज चाहिँ बिहानै 9 बजीतिर हिँडेको। ल टोलियोले खाने तयारी भइसकेको छ। कस्तो छ खाना खाना बढिया के छ
बासमती चामल हो नि त बुढा भान्जाको अन्डा पाकेन क्या हो अन्डा पकाएर सकेन भान्जा हाल अन्डा डाइरेक्ट हाल खै के चलाउने निकाल्ने देऊ न ऊ त्यो हाल्दै पर्मिस मलाई पनि राख्दै उ त्यहाँ ल अब खाना खानु पर्यो है गाइस ल खाना आयो धेरै खानु हुन्न क्या माछा आमामा तातो मलाई एउटा हालिदेऊ भन्छ खुर्सानी ल धन्यवाद शीतलमा बसेर खानु पर्यो ए भात तेल घटायो किन घटाएको अनि भोक लाउँछ हौ अहिले भोक लाउँछ ल टट्ट लाएर अब भात खान पर्यो ल खोलामा पकाएर खाएको फेरि मजा हुन्छ नि बुढा छुट्टै हुन्छ कि मजा ल किन ल है अब खाइयो अब हिँड्नु पर्यो ल ठिक छ नि ल अब लाग्ने तर्खरमा हामी होइन रहलपल हाम्रो साथीभाइहरू आउनुभएको छ खनाएर पर्दैन ल गाइस अब चाहिँ निस्किनु पर्यो गण्डकीबाट अब माछा नि अब मर्न लागेन ए लाउन लागेन होइन ल ए मेरो हो हाम्रो टोलीले भाडा मस्काउँदैछ दुईजनाले भनिदिनु पर्यो नि त टक्क धरम पानी भाडा उहाँलाई फेरि लाज लाएर मुखे देखाउनु भयो होइन हाम्रो साथी फ्रुटी कस्तो खाले फ्रुटी खानु देखाइदियो नदेखाइ गइहाल्छ कि त्यही भएर रमाइलो खोजी गर्दा जिम्दै